अनबक्सिङ गर्न गइरहेको छु म है। हजुरहरूले हेर्दै गर्नु होला। मसँग चाहिँ कैँची भएन अनि मैले यो चिज काट्ने चक्कुलाई नै प्रयोग गरेको छु। यहाँबाट मैले यसरी खोल्न चाहेँ। सामान काटिन्छ कि क्याप्चा भित्र है, जोगाएर गर्नु पर्यो, चक्कु भएन। यसरी चाहिँ खुलेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले वाइफको लागि मगाएको थिएँ। मेडी भन्छ के भन्छ है, थाहा छैन, त्यो मगाएको थिएँ है। यो चाहिँ यस्तो रहेको छ, ठिकै लाग्यो। यो एउटा यो रहेको छ, यो मेडी मगाएको थिएँ मैले है। अर्को पनि मगाएको थिएँ, अर्को पनि यहाँ रहेको छ। यो कस्तो रहेको छ अब हजुरहरूले हेर्न सक्नुहुन्छ। यो पनि ठिकै छ है, खासै यस्तो भन्दा क्वालिटी पनि होइन र नराम्रो पनि होइन, नर्मलै रहेको छ। र अर्को होइन, यो रहेको छ टी सर्ट पनि मगाएको थिएँ मैले मेरो वाइफको लागि। टी सर्टको क्वालिटी कस्तो छ त्यो पनि म यहाँ हजुरहरूलाई चेक गराउने छु। यो एउटा रहेको छ टी सर्ट, यो रहेको छ है टी सर्ट, एउटा टी सर्ट यो रहेको छ। ठिकै छ, टी सर्ट चाहिँ ठिक लाग्यो, टी सर्टको क्वालिटी ठिकै छ। डिस्क्रिप्सनमा जस्तो देखाएको थियो लगभग उस्तै रहेछ है, डिस्क्रिप्सनमा देखाए अनुसारको। मैले मगाएको थिएँ दाढी फाल्नको लागि सेभिङ जिलेट, यो पनि ठिकै छ। यो अर्को टी सर्ट रहेको छ मेरो वाइफको लागि। यो चाहिँ मलाई एकदमै मन परेको टी सर्ट हो। अब यो कस्तो छ अब है, हेरौँ। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ, डिस्क्रिप्सनमा देखाए अनुसारको छ कि छैन म हेर्नेछु क्वालिटी। यो टी सर्ट नै डिस्क्रिप्सनमा देखाए अनुसारको, एप्लिकेसनमा जस्तो भनेको थियो त्यस्तै रहेछ। टी सर्ट चाहिँ एकदम राम्रो रहेछ। मेडीमा चाहिँ मलाई खासै मलाई होइन, नर्मलै रहेछ मेडी चाहिँ, त्यति साह्रै क्वालिटी होइन। जुन डिस्क्रिप्सनमा देखाएको थियो त्यति साह्रै क्वालिटी रहेछ। अनि यो मैले सक्स है मेरो लागि चाहिँ यो जुराब मगाएको थिएँ, यो पनि ठिकै छ, नर्मलै छ है। यो 5 जोड, यो पनि सस्तैमा थियो, 1 2 3 4 5 जोड रहेको छ।